नमस्ते दर्शकहरू, स्वागत छ तपाईँहरूलाई। आज NP1 च्यानलबाट हुनुपर्ने यो टक सो हाम्रो पेजमा केही प्राविधिक कठिनाइ देखिएकोले मैले आफ्नै पेजबाट गरिरहेको छु। आजको टक सो विशेष छ केही अनुभव विद्यार्थी राजनीतिको, केही अनुभव पारिवारिक राजनीतिको। देशभरि अहिले सोभियुको निर्वाचनको माहौल छ, त्यसैले आज हामी फरक विषय लिएर उपस्थित भएका छौँ। हामीसँग हुनुहुन्छ पद्मकन्या क्याम्पसकी पूर्व सचिव इन्दिरा कोइराला। हामीले यस कार्यक्रमको ब्यानर प्रचार प्रसार गर्दा इन्दिराजीलाई पद्मकन्या क्याम्पसको भूपू सोभियु सभापति भनेर प्रचार गरेछौँ, तर उहाँ पूर्व सचिव हुनुहुन्छ। यो गल्तीको लागि हामी दर्शक श्रोताहरूसँग म यो कार्यक्रम सञ्चालिका बाबा राजेश्वरी थापा माफी चाहन्छु। इन्दिराजीसँग विद्यार्थी राजनीति लगायत पारिवारिक राजनीतिका थुप्रै अनुभवहरू छन्। आज हामी त्यही अनुभवको बारेमा कुरा गर्छौँ। देशकै ठुलो राजनैतिक दल नेपाली कङ्ग्रेसमा कोइराला परिवारको योगदान सम्झेन भने अपुरो रहन्छ। उहाँ त्यही कोइराला परिवारको सदस्य हुनुहुन्छ। आज कार्यक्रममा म इन्दिराजीलाई स्वागत गर्न चाहन्छु। इन्दिराजी, हजुरलाई कार्यक्रममा स्वागत छ। नमस्कार, धन्यवाद बाबा। बाबाको यो कार्यक्रममा मलाई बोलाएकोमा धेरै धेरै धन्यवाद सहित आभार व्यक्त गर्छु है बहिनी। हजुर दिजु, मैले पद्मकन्या क्याम्पसको कुरा सम्झिन चाहेँ। पद्मकन्या क्याम्पस कुनै बेला चाहिँ हरेक मुवा बुवा, काठमाडौँदेखि लिएर हरेक जिल्लामा बस्ने मुवा बुवाहरूको लागि चाहिँ एउटा सपनाको क्याम्पस थियो। त्यो क्याम्पसमा मेरो छोरी चाहिँ गेरुवा रङको युनिफर्म लगाएर जाओस् भन्ने हरेक मुवा बुवाको एउटा सपना हुन्थ्यो। हजुर कसरी सम्झिनुहुन्छ त्यो दिनहरूलाई? जस्तो म अब स्कुल पास गरेँ, एसएलसी जब सकियो त्यो बेलामा यो +2 को थिएन र दुई चारवटा क्याम्पस जस्तो रत्नराज्य क्याम्पस भयो, ल क्याम्पस भयो, टिचिङ भयो, अमृत साइन्स क्याम्पस भयो। अब जो मान्छे डाक्टर बन्न चाहन्छु, इन्जिनियर बन्न चाहन्छु भन्नेहरू त जान्थे अस्कल र त्रिचन्द्रमा। हजुर। जो एउटा सामाजिक हिसाबले मध्यम वर्गको परिवारहरू खास गरिकन त्यो परिवारहरू र केही गर्छु अब अरू कुरामा भन्ने घरको परिवारहरूले चाहिँ पद्मकन्यालाई नै बढी जोड दिन्थे। पद्मकन्यामा कसरी भर्ना गर्ने त भन्ने हिसाबले नै जोड दिन्थे। र त्यहाँ चाहिँ एउटा महिला कलेज पनि भयो नि त। भन्दा त्यो बेलाको जुन थियो हाम्रो परिस्थिति, छोरीलाई महिला कलेजमै पढाउँ भन्ने पनि हुन्थ्यो होला बाबुआमालाई। र र हामी हामी महिलाहरूलाई पनि त्यो क्याम्पसमा जानु चाहिँ आफूलाई एउटा गौरवको ठान्थ्यौँ। हुनसक्छ त्यो बेलाको टिचरहरू नै सम्झिँदाखेरि, जस्तो म भर्ना हुँदाखेरि त चाँदनी दिजु हुनुहुन्थ्यो है, हजुर। इङ्ग्लिस। त्यो टिचरहरूको नामले पनि त्यो कलेजको गरिमा बढाएको थियो जस्तो मलाई लाग्छ। हजुर। अनि अनि पद्मकन्या क्याम्पसको त्यो माहौलको बारेमा त हजुरले कुरा गरिहाल्नुभयो। त्यो पद्मकन्या क्याम्पसले नेपालको अहिलेको परिस्थितिमा अहिलेसम्म हेर्ने हो भने धेरै महिला नेत्रीहरू उत्पादन गरेको छ। हजुरले अहिले भर्खरै एकजना हाम्रो ह्युमन राइट्सको राम्रो लिडर हुनुहुन्छ चाँदनी, उहाँको नाम लिनुभयो। त्यो बेलाको कस्तो थियो पद्मकन्या क्याम्पस भित्र भित्र यो वुमेन वुमेन इम्पावरमेन्टको कुराहरूलाई लिँदाखेरि त्यति बेला हजुरको जुन बेला हजुर कलेजमा हुनुहुन्थ्यो त्यति बेलाको कस्तो थियो वातावरण? त्यो बेलामा जुन बेलामा हामी गएको थियौँ त्यो बेलामा चाहिँ जस्तो अब 17 सालपछि देशको परिस्थिति नै अर्को अवस्थामा पुगेको थियो। राजाले कु गरेर शासन लिइसकेपछि लगभग पार्टी प्रतिबन्धित थिए। पार्टी प्रतिबन्धित भएको हुनाले चाहिँ विद्यार्थी राजनीति पनि गर्नु त्यति सजिलो चाहिँ थिएन। तर भित्रभित्र अब सङ्गठनहरू त भइरहेको थियो। नेपाली काङ्ग्रेसको भारतीय सङ्घ, नेवी सङ्घको अब सबभन्दा पहिला प्रतिबन्धित रूपमै बिपिन कोइराला सभापति भएर शेरबहादुर दाईहरूले एउटा सङ्गठन गरिरहनु भएको थियो भित्रभित्रै। र हामीभन्दा धेरै पहिला पढ्दाखेरि जस्तो शैलजा आचार्य, शैलजा दिदी हजुर। पद्मकन्या पढ्नु भएको। अनि हाम्रो पोलिटिकल साइन्सको त्यो टिचर हुनुहुन्थ्यो सामभक्त पन्ज्यू सर। हजुर। उहाँले हामीलाई के भन्नुहुन्थ्यो भने त्यो शैलजा पढ्न आएकी थिए कि राजनीति गर्न आएको थिए थाहा थिएन हामीलाई। पढ्नुभन्दा बढी राजनीति गर्थ्यो विद्यार्थीहरूलाई भनेर उहाँले सुनाउनुहुन्थ्यो हामीलाई।
अब हामीलाई पनि भित्र त थियो नि त त्यो रगत त थियो नि त राजनीति हिसाबको रगत त थियो भन्दाखेरि त्यस्तो कुराहरू सुन्न हामीलाई पनि मन लाग्थ्यो भन्दाखेरि हामी जानुभन्दा पहिलादेखि नै पद्मकन्या कलेजमा चाहिँ एक किसिमको राजनीतिक रूपले त्यो कलेजको भित्र सङ्गठन भइरहेको रहेछ भन्ने कुरा चाहिँ हामी अनुभव गर्थ्यौँ कि हामी जाँदाखेरि हजुर हामी गइसकेपछि त अब 33 सालमा बिपी स्वदेश फर्किनुभयो। त्यसपछि बिस्तारो बिस्तारो यहाँको वातावरण खुकुलो हुँदै पनि गयो। हरेकले आफ्नो उसमा भन्न थाले कि अब भित्रभित्रै सङ्गठन कसरी गर्ने भन्ने हिसाबमा जाँदाखेरि अब विद्यार्थी आन्दोलनपछि हरेक युनियनहरू खोल्ने हामी ऊ पनि पायौँ भयो। त्यही अन्तर्गत सबभन्दा पहिला विद्यार्थी युनियनमै हामी चुनाव भयो र पद्मकन्यामा मिना खड्का सभापति, ज्योति भण्डारी उपसभापति, म सचिव गरेर हाम्रो कमिटी एउटा हामी नेभी सङ्घको प्यानलबाट उठ्यौँ। अब त्यो बेलामा एमाले र हाम्रो बिचमा धेरै द्वन्द्वहरू भयो। चाहिने नचाहिने आरोपहरू हुन्छ नि, एक आपसमा हिला छ्यापाछ्याप पनि भयो। तर त्यो बेलाको वातावरण चाहिँ बहिनी एउटा कस्तो चाहिँ थियो भनेदेखि एमालेबाट उठ्ने त्यो बेलामा विद्यार्थी मण्डल स्वतन्त्र विद्यार्थी मण्डलबाट उठ्ने हामी चुनावी प्रतिस्पर्धामा गए पनि के थियो भने बाहिर निस्केपछि एउटा साथी भाइको एउटा अर्कै फिलिङ थियो है, जुन अहिले चाहिँ अलिकति कम भएको जस्तो मलाई लाग्छ कि। हजुरले त्यो त्यो बेलाको राजनीति, हजुरको विद्यार्थी कालमा जुन राजनीतिमा हजुर सचिवको रूपमा काम गरिरहनु त्यति बेलाको अविस्मरणीय क्षण कस्तो थियो हजुरको? हजुरले बिर्सिनै नसक्ने त्यस्तो कुनै घटना छ त्यो बेलाको? त्यो बेलामा हजुर त्यो बेलामा चाहिँ कस्तो भने अब भर्खर विद्यार्थीहरूले अब ऊ पाएको अधिकार पाएको होइन, हजुर खुलेर गर्दाखेरि एक आपसमा हाम्रो त्यो बेलाको क्षण सम्झिने भने हरेक क्षणहरू एउटा महत्त्वपूर्ण क्षण जस्तो लाग्छ मलाई। हामी अब कतै मिटिङमा गयौँ केही गऱ्यौँ भने पनि राति 12, 1, 2 जति बजे फर्के पनि हामी फर्किँदाखेरि एउटा दाजुभाइ दिदीबहिनीको सम्बन्ध हजुर त्यो खालको हुन्थ्यो। हरेक उसमा पार्टीको कामहरूमा त्यसपछि पार्टी प्रतिबन्धित त थियो तैपनि त्यस्तोको लागि सङ्गठनमा गर्दाखेरि एकदम हामी अर्कै वातावरणमा जान्थ्यौँ र त्यो विद्यार्थी आन्दोलनकै बेलामा विद्यार्थी सचिवकै भएर हुँदाखेरि अब जनमत सङ्ग्रहको पनि घोषणा भयो नि त। हजुर जनमत सङ्ग्रह त्यो बेलामा हामी अब जिल्ला जिल्लामा जाँदाखेरि जुन नेताहरूसँगको हाम्रो जुन सम्बन्ध थियो नि, त्यो बेलाको नेता र विद्यार्थी हामी त एउटा फुच्चाफुच्ची हो नि त होइन, एउटा तल्लो इकाइको सम्बन्ध चाहिँ त्यो अहिले भनेर पनि कसरी भन्ने, त्यो व्यक्त गर्नै नसक्ने किसिमको सम्बन्ध हुन्थ्यो। जस्तो हाम्रो बेलामा त अब गणेशमानजी, किशनजी, बिपी हजुर तिनवटा तिनवटा यस्तो नेतासँग हामीले सङ्गत गर्न पायौँ नि, यस्तो नेतासँग सङ्गत गर्न पायौँ र यस्तो किसिमको वातावरणमा हामीले हरेक कुरा खुलेर जस्तो अहिलेको नेताहरूले सुन्नुहुन्न बहिनी है। हजुर बेलामा हामीले क खबाट सुरु गर्दा पनि उहाँहरूले सुनेर हामीलाई जुन किसिमले यस्तो किसिमले गर भनेर भन्नुहुन्थ्यो नि, त्यो कुरा एकदमै अहिले भन्न पनि मलाई ऊ लाग्छ। र त्यो बेलामा जस्तो अब हामी जन्म सङ्ग्रहको बेलामा गर्दाखेरि गणेश मानजीको मञ्चबाट 2-3 चोटि मैले पनि बोल्ने मौका पाएँ विद्यार्थीको हैसियतले। र त्यो बेलामा अब त्यो बेलामा त मेरो त्यो कोइराला परिवारसँग बिहा भएको थिएन होइन। हजुर, यो विद्यार्थी राजनीति सुरु गरेकै कारणले चाहिँ हजुर कोइराला परिवारसँग वैवाहिक सम्बन्धमा गाँसिनु भयो, यसको कस्तो छ दिजु? हजुर कसरी, हजुरको विवाह कसरी कोइराला परिवारसँग भयो त्यो पनि एकचोटि हजुरले भन्न मिल्छ भने? त्यो हुन्छ भनौँला, तर म यो एउटा चाहिँ भनिहाल्छु है। हजुर अनि गणेशमानजीको मञ्चबाट जब भाषण गर्नलाई विद्यार्थी सङ्घबाट मलाई खटाइयो नि, त्यो बेलामा ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्थ्यो, अनि दिलबहादुर घरती हुनुहुन्थ्यो,
अनि 3 बजे सायद उस थियो, भाषण थियो। बिपी कहाँ बिहान मलाई बोलाउनु भयो, बिपीले बोलाउनु भयो। हाम्रो एउटा पारिवारिक सम्बन्धै थियो त्यहाँ। अनि गइसकेपछि उहाँले के भन्नुभयो भने, तिमी के भाषण गर्छौ आज भन्नुभयो। हजुर म एकछिन अलमल्ल परेँ, के भाषण गर्ने, मैले त त्यस्तो केही सोचेको पनि छैन। अब त्यहाँ गएपछि बोलिहाल्छु नि, म बाबा नै भन्थेँ, किनभने बिपीको छोरी चेतना चाहिँ मेरो साथी पनि भयो। म बोलिहाल्छु नि जे बोलिन्। तिमी तयार पारेर मलाई सुनाउ त त्यो भाषण भन्नुभयो। अब म के भन्ने, बहुदलको पक्षमा बोल्ने भने मैले है, हजुर पञ्चायतको विरोध गर्छु, बहुदलको पक्षमा बोलिहाल्छु नि बाबा, के गाह्रो भयो र भन्दा, त्यति सजिलोसँग नभन्ठान, किनभने तिमीहरूले बोल्दाखेरि भोलिको राजनीति कता जान्छ भन्ने कुराको मार्गनिर्देशन दिने हिसाबले बोल्नुपर्छ तिमीहरूले भन्नुभयो। त्यो क्षण सम्झिँदा त्यो बेलाको उहाँ अहिले पनि अब त्यो त्यो कुरा कहिले काहीँ मलाई आउँदाखेरि नि, बापरे कस्तो लिडरसिप रहेछ, त्यो बेला त हामीले बुझेनौँ बहिनी, हजुर भन्नुभयो सक्यो जस्तो लाग्छ। तर अहिले हेर्दा त्यो बेलाको लिडरसिप कसरी आफ्नो क्याडरलाई अगाडि बढाउँदो रहेछ भन्ने कुरा नि मलाई अचम्म लाग्छ। भन्दा यस्तो यस्तो क्षणहरू चाहिँ धेरै छन् है बहिनी। अनि बहिनीले के अरे राजनीतिकै कारणले त्यो परिवारमा बिहा भएको भन्दा चाहिँ अब त्यो चाहिँ म ठ्याक्कै भन्न सक्दिनँ। कसरी भयो होला, अब चिन्जान हाम्रो कोइराला परिवारसँगको चिन्जान पछि गएर भएको होइन। मेरो हजुरबुवाहरू सोलुखुम्बुकै हो, सोलुखुम्बु जस्तो दूर दराजको मान्छे हौँ हामी है। 4 सालको आन्दोलनमा नै मेरो हजुरबुवाले पूर्वको कमान्ड सम्हाल्नु भएको रहेछ। मेरो बुवा काका शिवध्वज बस्नेत मेरो बुवा हुनुभयो, देवध्वज बस्नेत अनि लोकध्वज बस्नेत, उहाँहरूले यो मुक्ति सेनामा भाग लिनुभएको। भन्दाखेरि 15 सालको चुनावमा पूर्वको पुरा कमान्ड सम्हालेर चुनावमा नेपाली काङ्ग्रेसलाई जिताएर पठाउनु भएको परिवार भन्दा त्यो बेलादेखिको चिन्जानको परिवार अब पछि गएर एकैचोटि त्यो विद्यार्थी राजनीतिबाट प्रवेश गरेर चिनेको पनि होइन है। भन्दा अब त्यो जुरेको बिहा भन्ने कुरा चाहिँ जुरेको हो, त्यो त्यो यी सब कुराले होइन होला। हजुर दिजु हजुर चाहिँ अब सचिव भएर काम गर्नुभयो, धेरै त्यहाँको लिडरसिप पनि देख्नुभयो होइन। हजुरले सभापतिको लागि पनि प्रयास गर्नु भएन? त्यस पछाडि त्यो टर्म सकिसकेपछि जब विद्यार्थी युनियनको चुनाव को ऊ आयो र त्यो बेलाको टिकट बाँड्नेमा अब म खासमा त्यस्तो प्रतिस्पर्धी बन्छु भन्ने सोच मेरो छँदा पनि थिएन। अब यो अहिले भन्न हुन्छ, अब भन्न मिल्छ, त्यो बेलामा भन्न नमिले पनि है। हजुर त्यो बेलादेखि नै एउटा यो पार्टीभित्र, हाम्रो नेपाली काङ्ग्रेसभित्र एउटा ग्रुपिजम भन्ने कुरा रहेछ बहिनी है। ओके त्यसको प्रतिस्पर्धी मिना खड्काले चाहिँ त्यस बेलामा उठ्न, अब उसले छोड्यो सभापतिबाट, सायद डिप्लोमा उसको सकिएको पनि थियो। दुर्गा भट्टराई, मिनेन्द्र दाईको श्रीमती दुर्गा रिजाल अहिले, हजुर सायद ऊ प्रतिस्पर्धामा थियो। र उसलाई टिकट दिने तयारी भइरहेको थियो। बिपी बाबाले मलाई उठ भनेर भन्नुभयो। अनि मैले के भने बाबा, पद्मकन्या कलेजको परिस्थिति चाहिँ यस्तो यस्तो छ है, म चुनाव हार्छु भनेर मैले गएर भने। तिमी कसरी चुनाव हार्छौ भन्दा, त्यहाँको यो टिचर मलाई हराउनेमा लाग्नु भएको छ, विद्यार्थीभित्र पनि विभाजन भइसकेको छ भनेपछि किन सिट गुमाउने भने मैले, जित्ने सिटमा किन गुमाउने बाबा, त्यसकारण म चाहिँ उठ्थिनँ भनेर मैले क्लियर लागेको कुराहरू अब अहिले सबै भनेर पनि साध्य हुँदैन भने। भनेपछि उहाँले के भन्नुभयो भने, तिमी जित या हार, तिमी चुनाव उठ्नुपर्छ र तिमी जितेको खबर होइन, तिमी हारेपछि मलाई भेट्न आऊ, म हारेँ भनेर भन्नुहुन्छ उहाँ त। हजुर अचम्म अचम्म लाग्यो, अब के भन्ने। त्यसपछि टिकट भयो, नोमिनेसन गरेँ। दिनभरि ज्ञानेन्द्र दाइ त्यो फिर्ता लिन लाउँछन्, यसलाई प्रेसर पर्छ भनेर
उहाँ दिनभरि बस्नु भएको रहेछ, त्यो चाहिँ अब यो प्रेसरले उहाँ बस्नु भयो भन्ने कुरा त्यो बेलामा हामीले बुझ्दा पनि बुझिनँ मैले। पछि मिनेन्द्र रिजाल दाइले एकचोटि के भन्नुभयो भने, इन्दिरा कोही अरू नै उठ्नेवाला थिए, अब इन्दिरालाई माथिबाटै आशीर्वाद पाएपछि के गर्नु भन्नुभयो। तर आशीर्वादले जितिँदैन रहेछ नि त दाइ भने मैले। भनेपछि प्रतिस्पर्धामा त थियो अरू पनि। जब शैलजा नै इन्दिरै हो यहाँको क्यान्डिडेट भनेर भनिसकेपछि चाहिँ मैले हरि गौतमलाई भने अब विरोध नगरौँ भनेर भन्नुभयो। भनेपछि यो ग्रुपिजम चाहिँ त्यही बेलादेखि रहेछ। अब यो चाहिँ बहिनी र म बसेको बेला कुनै बेला म डिटेलमा बताउँला। योभन्दा बढी चाहिँ यहाँ नभनौँ होइन। हजुर। चुनावमा सभापतिमा उठेर हारेको पद्मकन्याको कलेजको रेकर्डमा नेभी सङ्घले अहिलेसम्म जितिरहेछ। एउटा हरुवा सभापति चाहिँ म भएर त्यो बेलाको सिट गुमाएँ है बहिनी मैले। अनि हजुर त्यो सभापतिमा हार पराजित भएपछि अनि हाम्रो बिपी कोइरालाजीलाई भेट्न जानुभयो? म गएँ। रिजल्टको त्यो काउन्टिङ सक्यो, पद्मकन्यामै थिएँ। त्यसपछि उहाँ त्यहाँ नजिकै गणेशराज शर्मा अधिवक्ता हुनुहुन्थ्यो नि, उहाँको साँडो भाइ हो। उहाँ त्यो घरमा बिहान बिहान धेरै जस्तो जानुहुन्थ्यो, उहाँ त्यहीँ हुनुहुन्थ्यो। अनि त्यहाँबाट म सिधै त्यहाँ गएँ। ल बाबा म हारेर आएँ भनेर म गएँ, भेटेँ। केही छैन, यो तिम्रो हार होइन, यो हार मेरो हो भन्नुभयो उहाँले। अब त्यति भन्दा बुझिन्छ होला धेरै कुरा होइन। यो हार तिम्रो हार होइन, यो हार मेरो हो, त्यस कारण यसमा चिन्ता गर्ने काम छैन तिमीले भनेर उहाँले भन्नुभयो। त्यसपछि दिजुको आफ्नो त्यो राजनीतिक करियर चाहिँ त्यही एन्ड भयो कि हजुरले त्यस पछाडि राजनीतिमा अझै अगाडि बढ्ने कोसिस गर्नुभयो कि अवसर नै पाउनु भएन? अवसर नपाएको पनि होइन, त्यसपछि राजनीति त म गर्दै गएँ। जनमतसङ्ग्रहमा हरेक बिपी जानुभएको जिल्लाहरू प्राय म नपुगेको छैन। म नपुग्या भन्दा पनि मेरो परिवारै, मेरो बुवा शिवध्वज बस्नेत, दिदी अम्बिका बस्नेत र म नपुगेको सायद ठाउँै छैन। हरेक ठाउँमा बिपी जानुभन्दा अगाडि एउटा टिम जान्थ्यो। त्यो टिममा उहाँको छोरी चेतना, उहाँको भान्जी मुक्ता, म सधैँ जान्थ्यौँ। र परशुनारायण चौधरी नाम सुनेकै नाम हो, उहाँको छोरी। हामी एउटा टिममा जहिले पनि जान्थ्यौँ। स्याङ्जाको गोलीकाण्ड भनेपछि त्यो प्रख्यातै छ, त्यसमा पनि हामी पुगेका थियौँ। र बिपीले यतिसम्म भन्नुहुन्थ्यो कि त्यो बेलामा म चस्मा लाउँथेँ, त्यो चस्मा फुकाला, हिँडेको बेलामा आँखा नदेखे पनि तिमी चस्मा फुकाला भन्नुहुन्थ्यो। यस्तो किसिमको लुगा लाएर जाऊ, त्यहाँ मण्डलीहरूले हात ताल्न सक्छन् भन्नुहुन्थ्यो। यस्तो किसिमले हामीलाई गाइड गर्नुहुन्थ्यो उहाँले। र त्यसपछि गर्दै गर्दै गएँ म। अनि 41 सालमा जब मेरो बिहा भयो, बिहा भइसकेपछि पनि म राजनीतिमै सक्रिय थिएँ। र अरूले भन्दाखेरि चाहिँ एउटा राजनीति गरेर मान्छे राजनीतिक परिवारमा गएपछि अझै यसको त के नै हुन्छ भन्ने एउटा पक्षलाई त्यो पनि थियो होला। तर बिहा गरिसकेपछि चाहिँ घरभरि सबैजना राजनीतिमा, नुना कोइराला राजनीतिमा, प्रकाश कोइराला राजनीति, परिवारै राजनीतिमा हुँदाखेरि म केही ब्याग चाहिँ बसेँ बहिनी। तर ब्याग बस्ने भन्दा नि के हुँदो रहेछ भने, त्यो घरको मान्छे सबैले गरेको राजनीतिमा सघाउँदा त त्यो पनि त राजनीति हुँदो रहेछ नि। हो। सपोर्ट गर्नु ओर्नु पनि त राजनीति हुँदो रहेछ नि। त्यसपछि मेरो छोरी जन्मी र अलि दिन म ब्याकमा बसेँ। त्यसपछि अब आन्दोलन भयो, सत्याग्रह भयो 42 सालमा। त्यो बेलामा पुरा परिवार हुँदाखेरि त्यसमा मैले नजानी त्यो किसिमबाट अब घरमा मिटिङ हुन्थ्यो। मेरो श्रीमान ज्योति प्रसाद कोइराला हजुर। ले मिटिङ हुन्थ्यो। आमो दाजुहरू बसेर मिटिङ गरे बेला यो के गर्ने, यो कसो गर्ने भन्दाखेरि त हरेक एक्टिभिटी थाहा हुन्थ्यो। अब सानो कुरा सघाउँदाखेरि राजनीति भनेको सायद त्यही नै होला, राजनीति भनेको जेलै मात्रै जाने त होइन होला। र सत्याग्रहको बेलामा जेल पनि गएँ। काठमाडौँ आएको थिएँ। मेरो बुवा दिदी जेलमै हुनुहुन्थ्यो। 15 दिनमा 15 दिनमा काठमाडौँ आउँथेँ, जेल पनि गएँ। अब गिरिजा प्रसाद, नुना कोइराला जेलमा हुनुहुन्थ्यो, उहाँहरूलाई भेट्न जाने ओर्ने गर्थेँ। भन्दा के भन्ने, एक्टिभ राजनीति होइन भन्ने कि हो भन्ने कि राजनीतिबाट पछाडि चाहिँ म कहिले पनि बसिनँ।
अनि प्यासिभ पछि राजनीति गर्नुभयो। गरेँ। त्यसपछि महिला सङ्घको उपसभापतिसम्म पनि भएँ। महिला सङ्घमा पनि मैले काम गरेँ, पार्टीमै काम गरेँ, पार्टीको महासमिति सदस्य नै भएर पनि काम गरेँ। र पछि अब कुन बेला भनौँ, अब यो 62-63को आन्दोलनपछि चाहिँ हजुर सायद बिपीको अन्डरमा काम गरेको भएर हो या के भएर हो, यो हामी त्यो 62-63को आन्दोलनको पक्षधर्म चाहिँ मेरो श्रीमान पनि हुनुहुन्न थियो। र श्रीमानको अब हामी कुरा गर्दै जाँदाखेरि यो त ठिक भएन, यो त बिपीको लाइन छोडियो भन्ने कुरामा हामी जान्थ्यौँ कि हजुर। कुरा गर्यौँ। बिपीको लाइनै छोडेपछि यो पार्टी अब कुन उसमा जाने हो भन्ने हिसाबमा जाँदाखेरि त्यस पछाडि चाहिँ मेरो अब अहिले चाहिँ म एकदम प्यासिभै भएर बसेको छु बहिनी। अनि चाहिँ हजुरको यो पारिवारिक राजनीतिको अनुभव चाहिँ कस्तो? हजुरले भन्नुभयो म चाहिँ एक्टिभ राजनीतिमा आएन, म तर म प्यासिभ भएर पछाडिबाट ब्याकअप सपोर्ट चाहिँ गरिराखेँ भनेर भन्नु चाहिँ हामीले हेर्दाखेरि त अब बिपी कोइराला, यो कोइराला खानदान भनेपछि त्यो नेपालको राजनीतिक उसमा कसैलाई पनि हामीलाई चाहिँ लाग्दै लाग्दैन कि उहाँको परिवारलाई पनि अवसर मिल्दैन, उहाँको परिवार राजनीतिमा आउन चाह्यो भने रोकावट हुन्छ भन्ने कल्पना पनि हामीले गर्न सक्दैनौँ। हजुरको त्यो पारिवारिक राजनीतिहरूलाई कस्तो अनुभव दिएको छ? हजुरले किन त्यो कुनै एउटा जिम्मेवार पदहरू, राजनीतिक पदहरू पाउनु भएन कि कि म प्यासिभ नै बस्छु भनेर ब्याकमा बस्नुभयो कि कस्तो छ हजुरको यो पारिवारिक राजनीतिको अनुभव? अम, नपाउने भन्दा पनि म महिला सङ्घको उपसभापति भएँ। उमा अधिकारी सभापति हुँदाखेरि म उपसभापति नै थिएँ। र त्यो भएर काम गरेँ। पछि अम्बिका बस्नेत सभापति हुँदा पनि हामी तिनजना उपसभापति राखेको थियो उसले। के अरे उसले नम्बरै हालेर 1 नम्बर इन्दिरा कोइराला, 2 नम्बर रुक्मिणी कोइराला, 3 नम्बर ईश्वरी नेउपाने, अहिले जो सांसद पनि हुनुहुन्छ। तिनजना थियौँ र हामी काम गरिरहेको थियौँ। त्यो मैले भने नि 62-63 पछि चाहिँ जब म चुपचापसँग बसेको थिएँ, मलाई अध्यक्षज्यूकैबाट आर्जु भाउजूले नै पनि मलाई महिला सङ्घको अध्यक्षको लागि भन्नुभयो, इन्दिराजी तपाईँ बनिदिनुहोस् भन्नुभयो। डाक्टर शशाङ्क कोइराला कहाँबाट पनि मलाई भन्नुभयो। अनि मैले भनेँ किन अब म चुपचाप बसिरहेको छु, मलाई राजनीतिमा अब गर्दिनँ भन्दाखेरि यत्रो अनुभव बटुलेको मान्छेले त्यो पदमा बसेर गरिदिँदाखेरि सङ्गठन मजबुत हुन्थ्यो भनेर उहाँहरूले भन्नुभयो। तर अहिलेको परिस्थितिमा चाहिँ बहिनी, हजुर राजनीतिमा गएर यो किनभने हिजो हामीले गर्दाखेरि एउटा आस्थाको राजनीति, एउटा विचारको राजनीति गरेको मान्छेलाई अहिले चाहिँ राजनीति आस्थाको नभएर नि लेनदेनको राजनीति जस्तो लाग्न थाल्यो मलाई। कहाँ पावर छ, कहाँ कुर्सी छ, त्यसमा दौडेको भन्दा अहिलेको माहौललाई सम्हाल्न पनि धेरै गाह्रो छ जस्तो लाग्यो मलाई। अहिलेको जुन माहौल छ नि, एउटा के भन्ने पावरको पछाडि मात्रै दौडेको राजनीति जस्तो लाग्यो। सङ्गठनको कसैलाई मतलबै छैन। लेनदेन भएपछि म त्यो पावरमा पुग्छु, त्यो पोस्टमा पुग्छु भन्ने सबैलाई लागिरहेछ। त्यो त्यसो पारिवारिक हिसाबले र आफ्नो व्यक्तिगत हिसाबले पनि राजनीतिमा धेरै अनुभव छ र धेरै सिक्नु पनि भएको छ यसबाट। जस्तो अहिलेको हजुरले अहिलेको कुरा गरिराख्दाखेरि मलाई एउटा क्वेसन हजुरलाई गर्नु मन लाग्यो। यो अहिलेको परिस्थिति, हाम्रो नेपालको राजनैतिक परिस्थिति जुन छ, त्यो हेर्दाखेरि यो राजनीति शास्त्रको फेलियर हो कि राजनीतिज्ञहरूको फेलियर हो दिदी? अब यसरी भन्दाखेरि एक किसिमले म राजनीति शास्त्रकै विद्यार्थी हुँ है, फेरि है हजुर राजनीति शास्त्रकै हुँ, विद्यार्थी पनि पढेँ। भन्दाखेरि रा यो के अरे व्यवस्था, हरेक व्यवस्था खराब त होइन नि बहिनी। व्यवस्थालाई चलाउने व्यक्ति कस्तोमा जाँदो रहेछ, त्यो महत्त्वपूर्ण कुरा हुँदो रहेछ मलाई लागेको। गिरिजाबाबु पहिला जब ऊ पछि प्रधानमन्त्री हुनुभयो, राम्रै चलेको जस्तो लाग्छ, विकासहरू राम्रैसँग भएको जस्तो लाग्छ। तर अब बिचमा जब ज जन उसको माओवादी जनयुद्ध सुरु भयो,
सबै संरचनाहरू ध्वस्त पार्दै लगियो। त्यस पछाडि अब सत्ता जोगाउनको लागि सांसदको बेचबिखन पनि भयो। यस्तो यस्तो हुँदै जाँदाखेरि व्यक्तिको हातमा, मेरो आफ्नो अनुभव चाहिँ, व्यक्ति आफ्नो आफ्नो अडानमा अड्न नसक्ने व्यक्ति भयो भने, आफ्नो अन्तरआत्माले जे भन्छ त्यो गर्न नसक्ने व्यक्ति भयो भने, सायद राजनीतिको मोड यता र उता हुँदाखेरि राजनीति व्यवस्थै खत्तम हो कि भने जस्तोतिर लग्दो रहेछ जस्तो मलाई लाग्छ। अहिलेको अवस्था हेर्दाखेरि राजनीति, हाम्रो देशको राजनीतिज्ञले चलाएका हुन् कि होइनन् त्यो सबैलाई थाहा भएकै कुरा हो। चलेको छैन सबैले भन्छन्। अब मैले पनि भन्नुपर्दा कसैले पनि राजनीति त्यो हिसाबले चलाउन सकेका छैन बहिनी। एक किसिमले भन्दाखेरि अब हाम्रो प्रविधिको पनि सुविधा धेरै हुँदै गइरहेको छ। सामाजिक सञ्जाल जस्तो, हजुर हुन त त्यसको फाइदा पनि छ। हजुर नेपालमा हुनुहुन्छ, म अस्ट्रियामा छु। हामी यसरी कुरा गर्ने सुविधा प्राप्त भएको छ। यो धेरै फ्रिडम, जस्तो कि पहिला अलिकति बााउन्डरीहरू थियो, अहिले चाहिँ टु मच फ्रिडमले गर्दाखेरि यो राजनीतिमा पनि छाडापन गएको होला र दिदी। यो यो चाहिँ होइन होला। किनभने यो झन् प्रविधिको सुविधाले त मान्छेले धेरै कुरा सिक्न सक्छन्, धेरै कुरा जान्न सक्छन् भनेपछि त्यसको हिसाबले होइन, मान्छेमा सबभन्दा ठुलो कुरा संस्कार, जुन संस्कार छ नि, संस्कार खत्तम हुँदै गइरहेछ। यो मनोमानी गर्ने, अब सिकेर राम्रो कुरा सिके त हुन्छ नि, प्रविधिबाट त कति राम्रो कुराहरू सिक्न सक्छौँ हामीले, होइन र? हजुर। भनेपछि मान्छेको संस्कार आचरण नै खत्तम हुँदै गइरहेछ। त्यो किसिमको छाडातन्त्र चाहिँ भइरहेको छ। यो प्रविधिको कारणले गर्दाखेरि छाडातन्त्र भएको चाहिँ हो जस्तो लाग्दैन मलाई। यो हजुरको पारिवारिक माइती र घर दुवै राजनैतिक परिवार छ। यो नेपालको राजनीतिक भविष्यलाई लिएर हजुरलाई लाग्ने सबैभन्दा ठुलो आशा र डर के हो? अब धेरै किसिमले सोच्दाखेरि नि, जबसम्म मेरो श्रीमान हुनुहुन्थ्यो नि, एउटा अलिकता ममा अलिकता अब कमी छ। श्रीमान हुँदा साथीभाइ भेट्दा ओर्दा हरेक कुरा राजनीतिक डिस्कस हुँदाखेरि धेरै कुरा मलाई लाग्थ्यो। अब अहिले म एक्लै हुँदाखेरि चाहिँ बाहिर बाहिर म डिस्कस पनि गर्न खोज्दिनँ, म सुन्छु मात्रै। भन्दा नेपाल जस्तो मुलुक हरेक कुरामा सम्पन्न छ। यहाँको हावापानी, ठाउँ, हरेक कुराको कुनै देशभन्दा कम छैन यदि यसलाई बनाउन खोज्यो भने। तर सबभन्दा पहिला यहाँको नेताहरू सुध्रिन जरुरी छ। जुन नेताहरू अब एक किसिम, एक ग्रुपले त अब राजनीतिबाट अभिभावकत्व लिने बेला भइसकेपछि छ, लिनु पनि हुन्छ होला, होइन? दोस्रो क्याडरको नेताहरू जो त्यो ठाउँमा पुग्दै हुनुहुन्छ भोलि, अब मैले भन्नु पर्दाखेरि नेपाली काङ्ग्रेसकै भन्छु है। म यो देशलाई यदि कसैले बनाउँछ भने नेपाली काङ्ग्रेसै हो भन्छु है म चाहिँ। यो एमाले पनि बनाउँदैन, माओवादीले पनि बनाउँदैन, होइन? भन्दा दोस्रो तहको नेताहरूमा अब हाम्रै परिवारमा हेर्दाखेरि अहिले एकदम एक्टिभ पोलिटिक्स गर्नेमा दुईजना मेरो दियोरहरू हुन्छ, शेखर कोइराला र शशाङ्क कोइराला। अब उहाँहरू दुईजना पनि मिल्नु पर्यो, एउटै उसमा उभिनु पर्यो। दुईजना दाजुभाइ दुईतिर फर्किनु भएन, होइन? मलाई लागेको गरेर गर्दाखेरि यो देशको भविष्य छैन त म भन्दिनँ, तर बाहिरी इसारामा अब सबैले बाहिरी इसारामा हिँड्यो, यसले चलायो भन्छन्। त्यो नचलिकन गऱ्यो भने देशको भविष्य छ बहिनी। अब सच्याउने बेला चाहिँ भएको छ। आफू सच्चिनु पर्यो र कुन किसिमले लाने भनेर सच्याउँदै अगाडि गयो भने नेपाली काङ्ग्रेसले यो देशलाई बनाउन सक्छ, देशको भविष्य छ। म त्यति निराश चाहिँ भएको छुइनँ। अब यो देश खत्तमै भयो भनेर म निराश चाहिँ भएको छुइनँ। हजुर, त्यसो अब हामी महिला नेतृत्वको बारेमा पनि कुरा गरिरहेको छौँ, वुमन इम्पावरमेन्टको बारेमा पनि कुरा गरिरहेको छौँ। हाम्रो समाजमा त हजुरले अघि एउटा कुरा प्रसङ्गवश भनिहाल्नु भयो। हिजो मेरो श्रीमान हुँदाखेरि मलाई जति सेक्योर फिल हुन्थ्यो, म जति कन्फिडेन्टली यो सब्जेक्टमा कुरा गर्न सक्थेँ, अहिले मलाई म त्यति बोल्दिनँ, म मौन भएर बस्छु भनेर भन्नुभयो। भन्दा
अझै पनि हाम्रो समाजमा चाहिँ महिलाले राजनीति गर्न सक्दैन भन्ने सोचबाट ग्रसित छ। त्यसमा पनि त्यो एकल महिला भएपछि उसलाई हेर्ने दृष्टिकोण फरक छ भन्ने हजुर जस्तो नेताबाटै हामीले बुझ्ने मौका पायौँ। र हजुरको नजरमा यो धारणालाई तोड्न सकिन्छ कि सकिँदैन? होइन, त्यो त्यो हिसाबले मैले त्यो कन्फिडेन्ट त्यो भनेको होइन कि। जस्तो त्यो बेलामा उहाँ उहाँ पनि राजनीति गर्ने, अब म पनि अलिअलि उहाँलाई सघाउँथे पनि गर्थेँ पनि भन्दाखेरि त्यो बेलाको एउटा के हुँदो रहेछ भने एक्टिभ भोटले गर्दा मान्छेहरूको जमघट भिडभाड त्यो सबै हुँदो रहेछ। अब अहिले मैले चुपचाप बस्छु भनेको अर्थ त्यो कन्फिडेन्टै नभएर होइन। अब म राजनीति नै गर्नु छैन भने म अरू कुरामा बढी व्यस्त हुन भन्ने हिसाबमा म अरू कुरामा व्यस्त छु। अरू अब केही समाजमा गरौँ भन्ने हिसाबले म व्यस्त छु। अब त्यसको अर्थ महिलाले राजनीति गर्न नसक्ने होइन, महिला यति सक्षम छन्, किन गर्न नसक्ने, जति पनि गर्न सक्छन्। अहिले गर्छु भनेर निस्केँ भने म पनि गर्न सक्छु, तर भित्रदेखि म चाहिँ गर्दिनँ भन्ने हिसाबमा बसेको छु। किनभने म अब एउटा एउटा उमेरले पनि यङ जेनेरेसनलाई अगाडि बढाउँ न भन्ने हिसाबमा हो, होइन। त्यो के अरे हामीले अहिले नै हामी गर्न सक्दैनौँ, एकल महिला भएको होइन। एकल महिलाले झन् सबै कुरा गर्न सक्छ, झन् फ्री भएर झन् सबै धेरै कुरा गर्न सक्छौँ। र हाम्रो अब देश त हुन त हो नि पितृसत्तात्मक छ। महिलालाई जतिसुकै भने पनि, जतिसुकै हामी समान अधिकार दिन्छौँ भने पनि त्यो पुरुषहरूले दिन चाहिँ खोज्दैनन्। र म चाहिँ यसमा चाहिँ के भन्छु भने हामीले पुरुषसँग अधिकार खोज्ने पनि त होइन नि, हामीले त लिँदै जाने हो नि। पुरुष चाहिँ को हो र हामीलाई अधिकार दिने? उहाँहरू त्यत्रो सुपर ऊ त होइन नि। भनेपछि हामीले आफ्नो क्षमता छ, उहाँहरूसँग हामी हरेक कुरामा प्रतिस्पर्धा गर्दै जाउँ न। हामी जति पनि सक्छौँ, क्षमताले गर्ने कुरा हो नि त यो त। उहाँहरूले हामीले भिख माग्ने अनि उहाँहरूले हामीलाई भिक्षा दिने व्यक्तित्व चाहिँ हामी पनि होइनौँ भन्ने लाग्छ है मलाई त। त्यो चाहिँ यो राजनीतिमा परिवारवादको प्रभाव कतिको छ? जस्तो कि पारिवारिक पृष्ठभूमि जसको ब्याकग्राउन्ड पोलिटिक्स छैन होइन, जसको चाहिँ ऊ चाहिँ अब सोलो पोलिटिक्स भएर आएको छ भने त्यस्तो नेताहरू सफल हुन सक्छन् कि सक्दैन? नेपालको कन्टेक्समा कुरा गरेको। नेपालको कन्टेक्स्टमा परिवार यो परिवार परिवारवादको। बुझेँ मैले। हजुर। परिवारवादको त्यस्तो छ भनौँ भने पनि अब अ, नेपालमा मात्रै होइन, विश्वमै छ नि त्यो परिवारको हाबी त विश्वमै छ नि, होइन र? हजुर। इन्डियामा हेऱ्यो भने पनि हरेक ठाउँमा हेऱ्यो भने छ जस्तो लाग्छ है मलाई त। त्यसमा नेपाल मात्रै किन अछुतो हो नि? नेपालमा पनि केही हदमा छ, छैन भन्न सकिँदैन। तर यहाँ जनता यति रहेछन् कि श्रीमानले गरेछ त्यसपछि श्रीमती पनि आयो भने एउटै परिवारको त्यो भनेर जनताले नै त्यसलाई ऊ गर्दो रहेछ कि यसरी नगर, तिम्रो पनि योगदान हुन सक्नेसम्म तिम्रो पनि योगदान गर न भनेर भन्दो रहेछ। यो परिवारकै हिसाबमा राजनीति आएर स्थापित भएको चाहिँ यहाँ त बरु छैन होला बहिनी। नेपालमा चाहिँ अब दुलाले गरेको थियो, दुलापछि दुलै भन्ने बरु छैन। जतिजना आएका छन् नि यहाँ परिवारको, सबैले केही न केही त्याग तपस्या गरेको छ, कुनै न कुनै ठाउँमा योगदान पुर्याएरै आएको छन् है यहाँ चाहिँ। जस्तो दिजु यो महिला सशक्तिकरणको कुरा गर्दाखेरि भर्खर अस्ति एक हप्ता अगाडि मात्रै हामीले अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस पनि मनायौँ। अ, त्यो हरेक नारी दिवसहरूमा चाहिँ महिला सशक्तिकरण भएन होइन, महिलाले चाहिँ अधिकार पाएन भन्ने कुराहरू चाहिँ बढी चर्चामा आउँछ। तर त्यो अब हजुरले त्यो बेलादेखि अहिलेसम्म हेर्दाखेरि यो महिला सशक्तिकरणमा कस्तो, नेपालले कस्तो किसिमको, नेपाली महिलाहरूले कस्तो किसिमको प्रगति गरिराख्नु भएको छ, र के साँच्चै त्यो जुन गतिमा हुनुपर्ने हो त्यो नभएकै हो त? महिला सशक्तिकरणको कुरै गर्दाखेरि त अब भएन भनेर त आवाज त उठिरहेछ हरेक क्षेत्रमा। पछाडि पारियो भनेर आवाज उठेकै छ, र भएन भनेर हामी पनि भन्छौँ। अ, भ त्यो भन्दा पनि महिलाहरूले अधिकारै नपाएको, महिलाहरूले ठाउँै नपाएको चाहिँ होइन।
महिलाहरूले ठाउँ पनि पाएको छ, अधिकार पनि पाएको छ। अब भन्यो भने त नेपालमा त झन् धेरै पहिलादेखि नै महिलाहरूले अधिकार पाएको रहेछ नि त। 15 सालको चुनावमा महिला मन्त्री नै थियो देवी होइन, भनेपछि। अनि अब चन्द्र शमशेर राणाकालकै कुरा गर्छु है म, त्यो एउटा पारिवारिक उसमा कि चन्द्र शमशेरको दुलै हुँदाखेरि दिव्या कोइराला भनेको बिपीको आमा ले उहाँसँग माग गरेर, जब राम्रो थियो कोइराला परिवारको, राणाहरूसँग राम्रो थियो, उहाँले महिलाहरूलाई पनि केही गर्नुपर्छ, केही अधिकारहरू दिनुपर्छ सरकार हो, त्यसकारण एउटा नारी समिति खोलौँ भनेर खोल्नु भएको रहेछ उहाँले। र त्यसको अध्यक्षमा चन्द्र शमशेरको श्रीमती र सचिवमा दिव्या कोइराला हुनुहुँदो रहेछ। त्यो पनि हामीले एउटा इतिहास पढ्यौँ, त्यो धेरैलाई थाहा छैन, तर त्यो भएको रहेछ। त्यसपछि अब 4 सालमा मङ्गला भाउजूले नै नारेटी अगाडि अनसन बसेर महिलाहरूले भोटिङ राइट पाउनुपर्छ भनेर भन्नु, र भोटिङ राइट पनि भएको नेपालमा, अमेरिकामा भन्दा पहिला भोटिङ राइट नेपालमा रहेछ भनेपछि महिलाहरूले गर्न खोजेको कुरा चाहिँ यहाँ सकेकै रहेछ कि। अब अब अहिले हुन त ठुल्ठुलै महिलाहरू नै लागिरहनु भएको छ, महिला सशक्तिकरण, महिलाको अधिकार भएन भनेर। तर भएन भन्दा पनि अब के भने प्रतिस्पर्धामै गएर लिँदाखेरि महिलाहरू यति सक्षम छन् कि पुरुषलाई उनीहरूले पछाडि पारेर महिला अगाडि आउन सक्ने अवस्था चाहिँ नेपालमा भइसकेको छ जस्तो मलाई चाहिँ लाग्छ। अब म कति ठिक हो कि बेठिक हो कि मेरो भ्रम हो थाहा छैन। जस्तो दिदीले अघि हाम्रो कुराकानी गर्ने क्रममा पटक पटक अब यो दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुराहरू गरिराख्नु भएको छ, तर धेरै युवाहरू चाहिँ राजनीतिमा आउनै चाहँदैनन्। उनीहरू चाहिँ एउटा राजनीति भनेको डर्टी गेम हो, यसमा आएर चाहिँ आफ्नो करियर बनाउनु, बरु राजनीतिमा आउनुभन्दा करियर बनाउँदाखेरि त्यसले चाहिँ आफूलाई फाइदा पुग्छ भन्ने धेरै युवाहरूको त्यस्तो खालको ओपिनियन देखिन्छ। युवाहरूलाई चाहिँ राजनीतिमा आकर्षित गर्नलाई चाहिँ कस्तो खालको, कसरी गर्न, अब त विद्यार्थी कालदेखि नै राजनीति गर्नुभएको, कसरी अट्र्याक्ट गर्न सकिन्छ उनीहरूलाई? त्यो त्यस्तो छ र मैले त त्यस्तो अनुभव त मैले गरेको छैन अरे। एउटा ग्रुप त राजनीति भनेपछि मरेर हामफालिरहेछ, एउटा ग्रुप जो विकास चाहन्छ, आफ्नो क्यारियर बनाएर पनि यही देशको लागि सेवा गर्न चाहन्छ, त्यो ग्रुप सायद राजनीतिमा आउन खोजेको छैन होला, डटी गेम। किनभने अहिलेको अवस्था हेरेर उनीहरूले त्यो भनेको पनि हुनसक्छ, केही भएको छैन, देशमा विकास भएको छैन भन्ने हिसाबले सोचे होला। नभए राजनीति भनेपछि त कसरी त्यो राजनीतिमा हाम फालौँ, कसरी त्यो ठाउँमा ओगटौँ भन्ने जमातै यहाँ त बढी देखिरहेको छु बहिनी मैले त। किनभने राजनीतिमा नगइकन के हुँदैन रहेछ भन्ने मान्छेमा एउटा त्यो भान पनि परेको छ, त्यो भ्रम पनि छ। राजनीतिमा गएपछि राजनीतिक ग्रुपसँग के अरे चिन्जान नभइकन, त्यो राजनीतिक सङ्गठनसँग आबद्ध नभइकन केही पनि काम हुँदैन भनेर भन्ने ग्रुपहरू पनि छन् के यहाँ। भनेपछि त्यति यङ जेनेरेसनहरू राजनीतिबाट त्यति पछाडि चाहिँ परेको छैन, कुनै न कुनै सङ्गठनमा आबद्धै छन्। हिजो हामी कार्यक्रम करिब करिब अन्त्यमा पनि आइसकेको छौँ। मेरो अन्तिम क्वेसन चाहिँ हजुरलाई, हजुरले यो हाम्रो कुराकानीको क्रममा 2-3वटा नाम पटक पटक लिनुभयो। यो हजुरको अहिलेसम्मको यो आजको दिनसम्म चाहिँ हजुरको लाइफको सबैभन्दा इम्पोर्टेन्ट, सबभन्दा आफूलाई एकदमै आफूले मेन्टर मानेको महिलाको हजुरको लाइफमा? अ, मैले हजुर। सबभन्दा अब मैले भन्नुपर्दा म शैलजादेवीलाई नै हो है। किनभने म अब दिव्या कोइराला देखेँ, उहाँसँग त्यस्तो सङ्गत गर्न पाइनँ मैले है। नजिकबाट सङ्गत त मैले शैलजादीकै गरेँ, नजिकबाट गरेँ। बिपीसँग हुँदाखेरि शैलजादी हरेक कुरामा बिपीसँग कुरा गर्दाखेरि यसरी गर यसरी गर भनेर हामीलाई बताउनुहुन्थ्यो। र त्यस पछाडि पनि अ, अब गिरिजाबाबु प्रधानमन्त्री हुँदा पनि शैलजादी मन्त्री हुनुभयो, त्यसमा पनि उहाँले 2-3टा कुरा उहाँलाई नजिकबाट हेर्दाखेरि भ्रष्टाचारको जालो फैलियो भनेर भन्नुभयो। कृषि मन्त्री नै हुनुहुन्थ्यो भन्दा उहाँले त्यहाँबाट राजीनामा दिनु पर्यो भन्दाखेरि नजिकबाट उहाँलाई हेर्दाखेरि एउटा महिलाले, त्यो चाहिँ फेरि यहाँनिर मेरो कुरा, अब आफैले महिला सक्षम भन्दा भन्दा पनि शैलजादी जस्तो मान्छेले पनि
राजीनामा दिनु परेको सम्झिँदा शैलजा दिदी जस्तो मान्छेको पनि पछिल्लो फेजको अवस्था हेर्दाखेरि गाह्रो त गाह्रै हो भन्ने लाग्छ है, मलाई नलाग्ने पनि होइन है, कन्ट्राडिक्सन आफ्नै कुरा हुन्छ भन्दाखेरि। अब तर सबभन्दा मैले कसैलाई उ गर्छु भने म शैलजा दिदीप्रति नै म धेरै नै के भन्ने, अब त्यो हुनै छैन, शैलजा दिदी नै हो मेरो लागि। र हामीले झन्डै 45 मिनट जति कुराकानी गऱ्यौँ। यो कुराकानीको क्रममा धेरै कुराहरू हजुरको राजनैतिक यात्राको बारेमा धेरै कुरा जान्ने मौका पनि पायौँ। मैले हजुरलाई सोध्न बिर्सेको र हजुरले हाम्रो दर्शकहरूलाई, हाम्रो युट्युबमा पनि यो कार्यक्रम अहिले लाइभ भइरहेको छ, त्यहाँ हेर्ने दर्शकहरूलाई चाहिँ हजुरले भन्नुपर्ने कुरा केही छ, अम, सेयर गर्न चाहेको कुरा? यो अब यही माध्यमबाट बहिनीको यही यो युट्युब च्यानल होइन हजुर। बाट हेरिरहनु भएको दर्शकहरूलाई यहाँले हेर्नुभयो, कति कुरा मन पर्यो कति कुरा मन परेन, के बकम फुसे कुरा गरेको भन्ने पनि लाग्यो होला। तर म के भन्छु भने देश सबभन्दा त अहिलेको जल्दो बल्दो अवस्था भनेको हाम्रो देशै हो। देशको भविष्य बनाउन हामी प्रत्येक नेपालीको त्यत्तिकै जिम्मेवारी छ जति राजनीतिज्ञहरूको छ। अ, त्यो राजनीतिज्ञहरूलाई झकझकाउने काम हामीले नै गर्नुपर्छ। उहाँहरूलाई खबरदारी पनि हामीले गर्नुपर्छ र सही सल्लाह दिएर उहाँहरूलाई यो कुरामा सतर्क हुनुहोस् है, तपाईँहरू देशलाई सही बाटोमा लानुहोस् भनेर यहाँहरू सबैले त्यो सचेतना चाहिँ अपनाउनु भयो र खबरदारी चाहिँ गर्नुहोस् भन्ने कुरा चाहिँ म यहाँहरू यही माध्यमबाट भन्न चाहन्छु। दर्शकवृन्द, आजको कार्यक्रममा हामीले इन्दिरा कोइरालाजी, जो नेपाली कङ्ग्रेसको मा ठुलो योगदान पुर्याउने एउटा राजनीतिक परिवार कि बुहारी इन्दिरा कोइरालाजीसँग उहाँको राजनैतिक यात्रा, महिला सशक्तिकरण र समसामयिक विषयहरूमा कुराकानी गऱ्यौँ। इट वाज रियली ट्रुली इन्साइटफुल एन्ड इन्सपायरिङ कन्भर्सेसन दिस। हजुरको यो अनुभव, विचार हामीसँग बाँडेर यो कार्यक्रमलाई हजुरले धेरै धेरै रोचक बनाइदिनु भयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर दिस टाइम। त्यस्तो रोचक त होइन, आफ्ना अनुभवहरू चाहिँ एउटा सेयर गर्ने मौका पाएँ। र धेरै बोल्ने बानी नभएकोले धेरै के पनि भयो होला, त्यस्तो बोल्ने बानी पनि छैन र थ्याङ्क यू सो बाबा मच दिजु। ल दर्शकहरू, आजलाई यति नै। यस्तै प्रेरणादायी जानकारीमूलक कार्यक्रमहरू लिएर हामी फेरि पनि आउनेछौँ। Until next time, stay tuned to MP1 channel. ल बाबालाई पनि धेरै धेरै धन्यवाद, यसमा बोलाएर मलाई केही भन्ने मौका दिएकोमा बाबालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है।